अनि खपर निकालेको 3 महिना पछाडि यतापट्टिको खपर पूर्ण राखियो। अनि त्यसपछि फेरि यतापट्टिको खपर राख्ने क्रममा 81 टाउकोमा पानी जमेपछि हेर्न सक्नुहुन्छ यहाँ पेटबाट 2 ठाउँमा अपरेसन गरेर सायद मलाई अब उहाँ मेरो श्रीमानको यस्तो सेवा गर्न मेरो भाग्यमा लेखेको थियो होला। यो म उसलाई नराम्रो भाग्यको दोष भन्दिनँ, मेरो अभाग्य चाहिँ भन्छु। डक्टरदेखि लिएर सिस्टरदेखि लिएर मेरो आफन्तदेखि लिएर यति सोध्थेँ मेरो कृष्णको सास चलेछ कि छैन, यति मात्रै म सबैलाई सोध्थेँ। 11 महिनादेखि चाहिँ मैले उहाँको सास अड्याइरहेको छु र आगामी दिनहरूमा पनि सबैको सामु यो उहाँलाई चाहिँ उभ्याउन र उहाँलाई जिउँदो बनाएर राख्न मेरो ठुलो इच्छा छ। तर यो सपनालाई म यत्तिकै छोड्न चाहन्न। मलाई विश्वास छ, डक्टरले पनि भन्नुभएको छ त उहाँको दुईपट्टिकै खपर निकालियो, मान्छे नचिन्ने अवस्थामा हुनुहुन्थ्यो, पुरै अनुहार सुनेर 6 दिनसम्म भेन्टिलेटरमा राख्यो, 11 दिनसम्म आइसियुमा राखेर मैले चाहिँ थाहा पाउँदासम्म चाहिँ उहाँ भुइँमा लडिसक्नु भएको थियो र धेरै ब्लिडिङ भएर मैले उहाँलाई तत्कालै शान्तिनगरको नजिकैको हस्पिटल कान्ति हस्पिटलमा लिएर गएँ। त्यहाँबाट रिफर गरिदिनु भयो। भाग्यको भन्दा पनि देखेको भन्दा पनि लेखेको हुन्छन् भन्छन् होइन, सायद त्यही होला। छैटौँ दिनमा हाम्रो भगवानले हाम्रो भावी लेखिदिनुहुन्छ। हामी यता सिभिल हस्पिटल त्यहाँ पनि लिएर गयो, त्यहाँ पनि उहाँहरूले सक्नु भएन। त्यसपछि नर्भिकमा लिएर गयौँ र नर्भिकमा उहाँको 8-9 पल्ट अपरेसन भयो। अहिलेसम्म अब 8-9 पल्ट उहाँको टाउको शल्यक्रिया भइसक्यो, अपरेसन भइसक्यो। आगामी दिनमा अझै एउटा थप अपरेसन गर्न बाँकी छ। नमस्कार बबिताजी। हजुर नमस्ते। के छ खबर तपाईँको? अहिले कस्तो छ तपाईँको श्रीमानलाई? अवस्था देखिरहनु भएको छ। विगत 11 महिनादेखि हामी हस्पिटलमै धाइराख्नु परेको छ होइन। अहिलेसम्म अब 8-9 पल्ट उहाँको टाउको शल्यक्रिया भइसक्यो, अपरेसन भइसक्यो। आगामी दिनमा अझै एउटा थप अपरेसन गर्न बाँकी छ। 8-9 महिनादेखिबाट चाहिँ तपाईँले एकदमै पीडा भोगिराख्नु भएको छ, जुन चाहिँ अब श्रीमानलाई बचाउनको लागि रात दिन नभनिकन खटिराख्नु भएको छ है? एकदमै हजुर। साउन 31 गते लड्नु भएको उहाँ, अहिले 11 महिना लागिसक्यो। अहिले हामी हस्पिटलदेखि घर जान सकेका छैनौँ। अब बबिता जोशीलाई चाहिँ जुन सामाजिक सञ्जालमा कति महान श्रीमती हुनुहुँदो रहेछ, यतिन्जेलसम्म पनि श्रीमानको यस्तो अवस्था हुन्जेलसम्म पनि यतिको साथ र सपोर्ट जो कोहीले पनि अब दिन सक्दैन भनेर चाहिँ जुन कुराहरू आइरहेका हुन्छन्, तपाईँले त धेरै दुःख पीडालाई लुकाएर चाहिँ आफ्नो श्रीमानको स्याहार सुसार गर्दै हुनुहुँदो रहेछ। हजुर, उहाँ विगत 11 महिनादेखि हस्पिटलको बेडमा हात खुट्टा नचल्ने, टोयलेट यसमै गराउनु पर्ने, आफै हलचल गर्न सक्नुहुन्न। उहाँलाई 2-2 घन्टामा फर्काइबस्नुपर्छ पिठ्युमा घाम हुन्छ भनेर। 11 महिनादेखि चाहिँ मैले उहाँको सास अड्याइरहेको छु र आगामी दिनहरूमा पनि सबैको सामु यो उहाँलाई चाहिँ उभ्याउन र उहाँलाई जिउँदो बनाएर राख्न मेरो ठुलो इच्छा छ। अब एकपल्ट चाहिँ यो हड्डी हाल्न पाएँ। हुन त मैले अब घर परिवारबाट खासै सहयोग चाहिँ पाइनँ। अब हाम्रो अन्तर्जातीय विवाह हुन चाहिँ हो, तर फ्यामिलीबाट चाहिँ राम्रो सपोर्ट माया चाहिँ गर्नुभएको थियो। महतो र जोशी भनेपछि है अब उहाँ कुन मधेस समुदायबाट हुनुहुन्छ? म चाहिँ श्रेष्ठ भएँ। हामी कक्षा 3 देखि नै सँगै पढेका थियौँ र हाम्रो यता फर्स्ट लकडाउन पछि सेकेन्ड लकडाउनमा हाम्रो बिहे भयो। बिहे भएको 15 महिना नबित्न पाउँदै यति ठुलो वज्रपात चाहिँ ममा बिहे भएको 15 महिनामा नै श्रीमानको चाहिँ यो अवस्था भयो भनेपछि के छ, तपाईँले आफ्नो भाग्य कर्मलाई पनि के छ त्यो कहिलेकाहीँ आफूले आफूलाई सोच्नुहुन्छ होला, मनन गर्नुहुन्छ होला, यस्तै रहेछ भने सम्हाल्नै त पर्यो जस्तो भए पनि होइन? भाग्यको भन्दा पनि देखेको भन्दा पनि लेखेको हुन्छन् भन्छन् होइन, सायद त्यही होला। छैटौँ दिनमा हाम्रो भगवानले हाम्रो भावी लेखिदिनुहुन्छ। सायद मलाई अब उहाँ मेरो श्रीमानको यस्तो सेवा गर्न मेरो भाग्यमा लेखेको थियो होला। यो म उसलाई नराम्रो भाग्यको दोष भन्दिनँ, मेरो अभाग्य चाहिँ भन्छु।
मैले आफ्नो भनेपछि तपाईँहरू 3 कक्षादेखि सँगै पढ्नु भएको थियो है? त्यसपछि लप पर्यो अनि बिमारी भयो? भन्दा पनि अब 3 क्लासदेखि सँगै पढेको, सानोमा त्यस्तो खासै बुद्धि हुँदैन। पछि हामी ठुलो हुँदै गएपछि, बुद्धि आउँदै गएपछि चाहिँ हामी जे सम्बन्धमै बाँधिएको थियौँ, लभै परेको थियो। त्यसपछि हाम्रो चाहिँ उहाँले ब्याचलर कम्प्लिट गरेर डिग्री लिइसकेर देहरादुनबाट आइसक्नु भएपछि सेकेन्ड लकडाउनमा हामीले बिहे गर्यौँ। भनेपछि श्रीमानले चाहिँ के काम गर्नुहुन्थ्यो? उहाँ चाहिँ इलेक्ट्रिकल इन्जिनियर एकान्त कुना नखोमा काम गर्नुहुन्थ्यो। इन्जिनियर है? भनेपछि बौद्धिक व्यक्तित्व होइन, धेरै ट्यालेन्ट हुनुहुँदो रहेछ श्रीमान। तर अब अहिले यो अवस्था हुँदै गर्दाखेरि मन रुन्छ। धेरै सपना बोक्नु भएको थियो होला, म इन्जिनियर पढेर यो गर्छु, म बाबुआमालाई हेर्छु, मेरो आफ्नो भविष्य बनाउँछु भनेर धेरै सपना रच्नु भएको थियो होला। विदेश जान्छु पनि भनेर उहाँले सोच्नु भएको थियो, तर केही पुरा हुन सकेन। सपना सबै चकनाचुर भयो र अहिले त अब पहिलाको भन्दा धेरै थोरै सुधार भइसकेको छ। र अब कतिपय दर्शक श्रोताहरूले यतिसम्म भिडियो हेर्दै गर्दाखेरि चाहिँ जो श्रीमानलाई चाहिँ के भइरहेछ भनेर अब सोच्नु होला होइन, कौतूहलता हुनसक्छ। खासमा श्रीमानलाई चाहिँ के भएर यो अवस्थासम्म आयो? खासमा कता हुनुहुन्थ्यो? कसरी चाहिँ यो घटना घट्यो? हामी काठमाडौँमा विगत 6 महिनाले भाडा लिएर बसिरहेको थियौँ शान्तिनगरमा, काठमाडौँको शान्तिनगरमा। उहाँ रातिको 3 बजे समयमा बाथरुम जाने क्रममा चाहिँ लड्नुभयो। म चाहिँ रुममै थिएँ, थाहा पाइनँ मैले अब कसरी लड्नुभयो। मैले चाहिँ थाहा पाउँदासम्म चाहिँ उहाँ भुइँमा लडिसक्नु भएको थियो र धेरै ब्लिडिङ भएर मैले उहाँलाई तत्कालै शान्तिनगरको नजिकैको हस्पिटल कान्ति हस्पिटलमा लिएर गएँ। त्यहाँबाट रिफर गरिदिनु भयो यता सिभिल हस्पिटल, त्यहाँ पनि लिएर गएँ। त्यहाँ पनि उहाँहरूले सक्नु भएन। त्यसपछि नर्भिकमा लिएर गयौँ र नर्भिकमा उहाँको 8-9 पल्ट अपरेसन भयो। डक्टरले त सुरुमा हामी बचाउन सक्दैनौँ, यो मान्छेको कुनै आशा छैन भनेर माया मारिसक्नु भएको थियो। तर पनि हामीले एकपल्ट ट्राई गर्नु, नभए केही हुन्छ कि भनेर 2% आशा मात्रै राख्नुहोस्, नभए हामीप्रति विश्वास नराख्नुहोस्, जे पनि हुनसक्छ भन्नुभयो। उहाँको 2पट्टिकै खपर निकालियो, मान्छे नचिन्ने अवस्थामा हुनुहुन्थ्यो, पुरै अनुहार सुनेर 6 दिनसम्म भेन्टिलेटरमा राख्यो, 11 दिनसम्म आइसियुमा राखेर उहाँको 17 दिनपछि बल्ल अलिकति हात खुट्टा चलाएपछि अब त केही होला कि भनेर हामीले चाहिँ र डक्टरको पनि अलिकति आशा पलायो। तपाईँलाई चाहिँ केही आशा त थियो होला है, श्रीमानलाई म बचाउनु पर्छ जसरी पनि, किनभने म पनि अब एकल महिला भएर बाँच्न त भनौँ न सोच्नु भयो होला निकै गाह्रो छ यो समाजमा भन्ने। उहाँ चाहिँ लड्दाखेरि त मेरो कुनै होस थिएन। मेरो श्रीमान एकापट्टि बेडमा हुनुहुन्थ्यो भने म अर्कोपट्टि बेडमा दुईजनाले सेलाइन पानी चढाइरहेको थियो। मलाई खासै त्यस्तो होस छैन। मलाई 17-18 दिनसम्म मेरो दिदीहरूले समातेर उठाउने लाने बस्ने गर्नुहुन्थ्यो। म के बोलेँ, मैले के गरेँ मलाई त्यो केही याद छैन। सिर्फ यति कुरा याद छ, म डक्टरदेखि लिएर सिस्टरदेखि लिएर मेरो आफन्तदेखि लिएर म यति सोध्थेँ मेरो कृष्णको सास चलेछ कि छैन, यति मात्रै म सबैलाई सोध्थेँ। त्यसपछिको मलाई केही याद छैन। 17 दिनपछि बल्ल उहाँ अलिकति होसमा आउनु भएपछि चाहिँ मैले आफूलाई धेरै सम्हालेँ। डक्टरले पनि भन्नुभयो तपाईँले यसरी रोएर हिम्मत हारेर उहाँलाई भोलिपर्सि ठिक भयो भने कसले हेर्ने त, त्यही भएर तपाईँ हिम्मत नहार्नुहोस् र तपाईँ मनोबल बढाउनुहोस् न, आफ्नो श्रीमानलाई हेर्नुहोस् भनेर चाहिँ भन्नुभएको थियो। कति खर्च जति भयो अहिलेसम्म आउँदै गर्दाखेरि? अब सुरुवाती दिनमा त तपाईँले साथ सहयोग कतैबाट पनि थिएन होला अवश्य पनि। कसरी चाहिँ तपाईँले खर्च म्यानेज गरेर तपाईँ अगाडि बढ्नुभयो? एउटा नारी होइन, हिम्मत बोकेर अगाडि बढेर मात्र पनि हुँदैन, अब पैसाको पनि खाँचो पर्ने हुन्छ। यस्तो अवस्थामा फ्यामिलीले नहेर्दाखेरि चाहिँ धेरै मन रुँदो रहेछ होइन। मैले अब सुरुमा फ्यामिली नहेरेको होइन, हेर्नुभयो। उहाँहरूको अहिले आर्थिक समस्या कमजोर भएर होला केही प्रब्लम, हेर्न चाहनु भएन। म त्यसमा मन दुखाउँदिनँ। मलाई अब सुरुमा धेरै गाह्रो भयो। भन्नुहुन्छ भने म स्वास्थ्य मन्त्रालय गइनँ कि बालिन सानजी नगरपालिका पुगेन कि, जहाँ भन्नुहुन्थ्यो म त्यहाँ गएर मान्छेको खुट्टा ढोक्थेँ। यति भन्थ्यो कि मेरो श्रीमानलाई बचाइदिनुहोस्, उपचार टाइममै होस्। धेरै मैले दुःख गरेँ। केही सिप्न लागेपछि मैले फेसबुकमा पोस्ट गरेँ। मैले हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी सबैसँग मैले सहयोग मागेँ। उहाँहरूको साथ सपोर्टले आज मेरो श्रीमान यतिको हुनुभएको छ। म सबैलाई हात जोडेर धेरै धेरै धन्यवाद दिन चाहन्छु। नभए मेरो हौसला, मेरो आँट त थियो तर क्षमता थिएन। पैसा नभएपछि मान्छेले केही गर्न नसकिँदो रहेछ। हामीले एक गिलास पानी खाँदाखेरि त हामीले पैसा तिरेर खानुपर्छ भने यो त लाखौँ मैले खर्च गरेर उहाँलाई यो अवस्थासम्म ल्याएको छु।
मेरो 60 लाख अहिलेसम्म खर्च भइसकेछ। मैले धेरै दुःख सुख गरेर मैले एक छाक म अहिले पनि बिहानको मात्रै खाना खान्छु, बेलुका खाना खाँदिनँ। किन खाँदिनँ भन्दाखेरि मेरो एक टाइमको खाना खर्च छ 150। मैले 2 टाइम खाना खाएँ भने म अब एक टाइमको खानाले मेरो श्रीमानको औषधि ल्याउन सक्छु कि भनेर म एक टाइम खाना खान्छु र एक टाइम चाहिँ नखाएरै बस्छु। तपाईँको अहिलेसम्म चाहिँ 60 लाख खर्च भयो भन्दै गर्दाखेरि चाहिँ कहाँबाट ल्यायो होला त्यो सहयोग रकम, कसरी चाहिँ उठायो होला भन्ने कुराहरू नै आउँछन्। 60 लाखमा 25 लाख घरबाट खर्च भयो हो। त्यसपछि मेरो अमेरिकामा पनि साथी हुनुहुन्छ, देश विदेशमा मेरो साथी हुनुहुन्छ। कोहीले 20,000, कोहीले 60,000, कोहीले 30,000 गरेर गर्नुभयो र मैले फेसबुकमा पोस्ट गर्दाखेरि एउटा सञ्जय रोय यादव सर हुनुहुन्छ, उहाँलाई म फेरि नमस्कार गर्न चाहेँ। उहाँले मलाई फेसबुकमा पोस्ट गरेर 7-8 लाख पैसा उठाइदिनु भयो। त्यसपछि हामी नेपाल इन्जिनियर एसोसिएसनसम्म पुग्यो। त्यहाँबाट पनि हामीलाई केही राहत, केही सपोर्ट आयो। त्यसपछि मैले ढोका नढोकाको कुनै ठाउँ छैन। मेरो माइतबाट हाम्रो अन्तर्जातीय विवाह भएर मलाई माइतमा बोलाउनु भएको छैन र पनि मलाई मम्मीले लुकेर हुन्छ कि समाजदेखि लुकेर हुन्छ कि मेरो दिदीले, मेरो भाइले अहिलेसम्म मलाई खर्च 5,000, 10,000, 50,000 गरेर दिइराख्नु भएको छ र त्यही पैसाहरू मैले अघि पनि फेरि भन्न चाहन्छु। मैले यो हाम्रो फेसबुकहरूमा पोस्ट गर्दाखेरि, टिकटकमा पोस्ट गर्दाखेरि, टिकटक भन्दा मलाई याद आयो आयुष सिंह ठकुरी जुन टिकटक स्टार हुनुहुन्छ, मेरो प्यारो भाइ तिमीलाई धेरै धेरै नमस्कार छ। मेरो भाइले पनि मलाई 3 लाखसम्म सहयोग गर्नुभयो। त्यो 3 लाख पैसा मेरो लागि त्यतिखेर एकदमै ठुलो भूमिका रहेको थियो। किनभने मैले नर्विकमा 15 लाख तिर्न नसकेर मेरो बिरामीको सबै उपचार बन्द भएको थियो। त्यो पैसा मैले कलेक्सन गरेर त्यहाँ पैसा तिरेँ। त्यसपछि मैले एकजना अझै नाम थप्न चाहेँ। हाम्रो रवि विक्रम शाह हुनुहुन्छ, जो मेरो श्रीमानको साथी हुनुहुन्छ। उहाँ चाहिँ सिभिल इन्जिनियर। उहाँले पनि मलाई धेरै साथ सपोर्ट, उहाँको आफ्नो साथीदेखि लिएर उहाँले आफ्नो हरेक सञ्जालदेखि लिएर उहाँले पनि मलाई लगभग 20-25 लाख कहाँ हुन्छ, कसलाई भनेर हुन्छ, उहाँले मलाई कलेक्सन गराउनु भएको थियो। अब कोहीलाई भनेर हुन्छ कि कोहीलाई ढोकेर हुन्छ कि हो, त्यस्तैबाट मैले अहिलेसम्ममा चाहिँ त्यति खर्च गर्न चाहिँ सकेँ। नभए त मसँग व्यक्तिगत ब्याङ्क ब्यालेन्स त 1 रुपियाँ थिएन। भर्खर हामीले कमाउन थालेको थियौँ, भर्खर हाम्रो जिन्दगी सुरुवात भएको थियो। यति ठुलो वज्रपात पर्यो। मैले चाहिँ त्यही हो, अहिलेसम्म उहाँलाई बचाउन सफल भनेको मेरो हाम्रो नेपाली दाजुभाइ दिदी। तपाईँलाई यस्तो भनौँ, तपाईँको श्रीमानलाई यसो हुँदै गर्दाखेरि अब विवाह गरेको 15 महिनामा नै यस्तो भयो। अब तपाईँलाई नाना थरी नराम्रा भन्ने ती व्यक्तिहरू पनि थिए होला नि, अब घर परिवारदेखि लिएर अरू आफन्त छ। हजुर, हाम्रो यस्तो हुन्छ, हाम्रो समुदायमा के छ भने अन्तर्जातीयलाई धेरै नै अब हेरिरहेको छ। मधेसी पहाडे भनेर अहिले पनि छ नि त, नहुने होइन, अहिले पनि छ। अनि मलाई मेरो माइतकाले, म नाम लिन चाहन्न, उहाँहरूले मलाई भन्नुभएको थियो इन्जिनियर खोजेर गए होइन त, पैसा हेरेर गए होइन त, खोइ त अनि अहिले आएर यस्तो अवस्थामा भयो, माइत त याद आउँदो रहेछ त भनेर भन्नुहुन्छ। उहाँहरूलाई म त्यही कुरा भन्न चाहन्छु, यदि मैले उहाँको सम्पत्ति र उहाँको मैले पेसा हेरेको भए सायद आज म उहाँसँग यो अवस्थामा सँगै हुन्थेन होला, छोडेर जान्थेँ होला, जे पनि गर्न सक्थेँ। तर मैले उहाँको सम्पत्ति, उहाँको पेसा केही नहेरेर, उहाँको माया हेरेर चाहिँ म उहाँसँग आएको हो। र म सबैलाई बाचा दिन चाहन्छु, उहाँको अन्तिम साससम्म, मेरो अन्तिम सास रहन्जेलसम्म म उहाँको साथ छोड्ने छु। तपाईँलाई त्यो पीडा हुन्छ होला नि कुनै बेला, त मैले श्रीमानलाई गुमाउन पो पुग्छ कि केही अप्ठ्यारो पो आइपर्छ कि भन्ने त्यो मनमा त्यस्तो उब्जिन्थ्यो कि? एकदमै। अब एउटा मैले उसको लागि सारा संसार त्यागेर आएँ। मेरो श्रीमान अहिले यसरी बेडमा पर्दाखेरि 11 महिनादेखि छटपटाएर बेडमा एउटा मृत्युसँग लड्दाखेरि एकछिन कुनै पनि श्रीमतीले चाहँदैन। मैले धेरै आशा बोकेर आएको थिएँ, मेरो श्रीमान राम्रो हुन्छ, हामी दुईजनी कमाउँछौँ, बाहिर जान्छौँ भनेर, तर केही सपना पुरा भएन। धेरै मन रुन्छ नि यस्तो अवस्थामा। कुन चाहिँ श्रीमतीले मेरो श्रीमान बेडमा परोस्, प्रथालिङ्ग होस् भनेर कसैले पनि चाहँदैन, तर आज मैले यो समस्या भोग्नु परिरहेछ। तपाईँलाई त्यस्तो नराम्रो भन्ने त्यस्ता नराम्रो भन्नेहरू छन् होला नि, तर त्यही हो, टिकटकको थ्रुहरूबाट हाम्रो भिडियोहरू हेर्नुहुन्छ, भन्नुहुन्छ अब इन्जिनियर हेरेर गएको थियो, आज यो अवस्थामा पर्यो भन्नेहरू छन्।
तर सबैलाई मैले फेस गरेर सबैलाई मैले झेलेर मैले आत्मविश्वास टुट्न दिएको छुइनँ। मलाई यति मात्रै प्रण छ मेरो श्रीमानलाई यो संसारमा जीवितै उभ्याउनु छ, त्यति। अनि यसो भन्दै गर्दाखेरि अब सबैको जिन्दगीमा होइन अब के हुनसक्छ, कुन बेला कस्तो अवस्था हुनसक्छ भनेर अब सोच्न पनि सकिँदैन। किनभने अब तपाईँहरूलाई पनि त त्यो कल्पना पनि थिएन होइन, जुन चाहिँ अब काठमाडौँ आएर श्रीमान श्रीमती हाँसी खुसी रमाइरहेको बेलामा चाहिँ एक्कासी रातको समयमा चाहिँ उहाँ अब घरको छतबाट खसिराख्दाखेरि होइन, अब त्यो छटपटाइरहेको त्यो क्षण त हामीले अब सम्झिन पनि सक्दैनौँ। यस्तो होला भनेर त कसले चाहिँ कल्पना गरे हुन्छ? थिएन यस्तो होला भनेर मैले त सपनामा पनि सोचेको थिएन, कहिले यस्तो कुरै थिएन मनमा। तर आज यस्तो भयो। हुन त अब एउटै कोखबाट जन्मिएको भाइहरूले आफ्ना बाउआमाले यसरी लथालिङ्ग छोडिदिनु भएको छ हामीलाई। हस्पिटलमा ल्याएर छोडिदिनु भयो, हेर्नुहुन्न, फोन पनि गर्नुहुन्न, आउनु पनि हुन्न। थाहा छैन उहाँहरूको कस्तो मन हो। जस्तो सुकै जे भए पनि छोरा हो, जन्म दिएको छोरा हो, अपाङ्ग होस् या जिउँदो होस्, छोरा त छोरा हो नि। उहाँले हेर्नुपर्ने थियो तर हेर्नु भएन। ठिकै छ, मेरो आफ्नो शरीरले सकेसम्म, मेरो मानवताले सकेसम्म, मेरो धर्मले सकेसम्म म मेरो बुढाको ज्यान बचाउँछु र उहाँको म साथ छोड्नेछु। ससुरा अनि उहाँको दाजुभाइहरू सबै हुनुहुन्छ हुन चाहिँ, तर सम्पर्कमा हुनुहुन्न है? हुनुहुन्न, सबै हुनुहुन्छ। दुईटा देवर मेरो यतै बस्नुहुन्छ, काठमाडौँको शङ्खमुलमा बस्नुहुन्छ। यहाँबाट 10 मिनटको बाटो। सास ससुरा घरमा बस्नुहुन्छ। मैले कसैको चाहे जस्तो सपोर्ट मैले पाइनँ। सपोर्ट पाएको भए जहाँसम्म लाग्छ मलाई उहाँको यस्तो अवस्था हुन्थेन पनि होला। अब उहाँ लडिसकेपछि चाहिँ अब उपचार चाहिँ के भयो, उहाँलाई चाहिँ के भएर रहेछ, तपाईँको के प्रक्रिया चाहिँ भयो? उहाँको अब जुन टाउकोमा पुरै खाल्टो अनि सबै अब धेरै ठाउँ अपरेसन गरिएको रहेछ, त्यो पनि खुलाइदिनुहोस् न। लडिसक्नु भएपछि डक्टरले के भन्नुभयो भने तपाईँको श्रीमानको गीत खलबलिसकेछ, उहाँलाई ब्लड धेरै जमिसकेछ भित्र, तपाईँले खपर चाहिँ यो हड्डी निकाल्नुपर्छ, होइन भने हामी मान्छे बचाउन सक्दैनौँ। डक्टरलाई जे गर्नुपर्छ गर्नुहोस् भनेर त्यतिखेर कुरा राख्यौँ हामीले। त्यसपछि उहाँको दुईपट्टिको खपर निकाल्यो अनि खपर निकालेको 3 महिना पछाडि यतापट्टिको खपर पूर्ण राख्यो। अनि त्यसपछि फेरि यतापट्टिको खपर राख्ने क्रममा 81 टाउकोमा पानी जमेपछि हेर्न सक्नुहुन्छ यहाँ पेटबाट 2 ठाउँमा अपरेसन गरेर उहाँको पेटदेखि लिएर छातीदेखि लिएर टाउकोको पछाडिसम्म उहाँको पाइप राखिएको छ। त्यो पाइप भनेको जिन्दगीभरिलाई हो। त्यो पाइप अब जिन्दगीभरिलाई उहाँको शरीरभित्रै हुन्छ त्यो पाइप। अहिले अब फेरि अर्को अपरेसन गर्ने भनेर भन्नुभएको छ, तर मसँग पैसा नभएको कारणले मैले सबैको सामु हात फैलाउनु पर्यो। तपाईँले आफूले सके जति आफ्नै गोजीबाट पनि गर्नुभयो, कहीँ कतै आफूले चिनेको सरसाथी भाइहरूसँग पनि धेरै थोरै सहयोग उठाएर उपचार गर्नुभयो। तर अब चाहिँ अहिले लास्ट कन्डिसन अब पैसै भएन, अब श्रीमानलाई चाहिँ म बचाउन सक्दिनँ कि भनिसकेपछि मात्र तपाईँ मिडियामा आउनु भएको है? हो, डर लाग्छ नि। अब यत्रो बचाएँ, यत्रो गरेँ, अहिले आएर नभए त्यो हड्डी हाल्न मात्रै नसकेर यो मान्छे मर्ने हो। मैले यत्रो 11 महिनाले प्रयास गरेँ, अहिले आएर कतै यो मान्छे फेरि मबाट चुक्ने हो कि छुट्ने हो कि भन्ने डर त हुन्छ नि। अब त्यही भएर मैले सबैको अगाडि हात जोड्नु, सबैलाई ढोग्नु भनेको एउटै रिजन हो, उहाँलाई मलाई ठिक गर्नु छ। उहाँको हड्डी समयमै राखियोस्। डक्टरले 2 हप्ता अगाडि नै हड्डी राख्नुपर्छ भन्नुभएको छ, तर मसँग पैसा नभएर मैले त्यहाँसम्म पुर्याउन सकेको छुइनँ। उहाँ बोल्न अहिले के छ, पहिलाको भन्दा सुधार भयो हो या होइन, के हो यसमा? सुधार त भइराख्नु भएको छ। पहिले नाकबाट खुवाउनु पर्थ्यो, नाकदेखि लिएर पेटसम्म पाइप थियो, अहिले चाहिँ मुखबाट भयो। 1 हप्ता खान थाल्नु भएको अनि अलिअलि यो हात चलाउनुहुन्छ, बाँकी कुनै पाटा चल्दैन। हजुर। अनि तपाईँहरूको चाहिँ सन्तान चाहिँ छैन होइन? छैन। 15 महिना भर्खर भएको थियो बिहे गरेको। हामी विदेश जाने, पैसा कमाउने, पहिले आफ्नो करियर बनाउने, त्यसपछि बल्ल केही गर्ने भन्ने सोचेको थियौँ, तर पुरा हुन सकेन। तर यो सपनालाई म यत्तिकै छोड्न चाहन्न। मलाई विश्वास छ, डक्टरले पनि भन्नुभएको छ तपाईँ टाइममै सबै कुरा गराउनुहोस्, तपाईँको श्रीमान बच्नुहुन्छ, हिँड्नुहुन्छ, काम गर्नुहुन्छ, धैर्य राख्नुहोस्, समय लामो लाग्छ तर यो मान्छे ठिक हुन्छ भनेर मलाई आत्मविश्वास दिनुभएको छ। त्यही भएर म यो सपना फेरि पुरा गर्न पाऊँ। 11 महिनाको बसाइ जुन अस्पतालको वाक्क दिक्क होइन, हैरानी, त्यो त कयौँ खेप्न पर्दाखेरिको त्यो पीडा त अझ
त्यो सहन पनि त्यो कुनै बेला हुन्छ ज्वरो, मलाई ज्वरो नआएको होइन, टाउको नदुखेको होइन, ढाड नदुखेको होइन, यत्रो लोग्ने मान्छेलाई एउटा आइमे मान्छेले उल्टाई पोल्टाई उठाऊ सुताऊ खुवाऊ गर्दा त धेरै नै कष्ट हुन्छ। तर अब त्यो कुरा म कसलाई सुनाउनु, त्यो कुरा मैले अब कसलाई भन्ने, कोही छ त मेरो सुन्ने। तपाईँको आफू खुसी आउनु भयो होइन, घर परिवारले पनि भने जस्तो अब माइतीबाट पनि साथ सपोर्ट नरहने नै भयो है। हजुर, आफ्नो खुसी आएँ तर पाप त गरिनँ नि त। आफ्नो मन पराएको मान्छेसँग बिहे गर्नु भनेको त पाप होइन नि। अहिले आएर मलाई यस्तो अवस्थामा साथ दिनुपर्ने हो नि त मेरो फ्यामिलीले, तर दिनु भएन। जतिसुकै सन्चो नभए पनि मेरो कुरा कोही छैनन् सुनिदिने, कसलाई सुनाउनु। सकि नसकी सबै कुरो म आफै गर्छु, कुनै मसँग अरू विकल्प पनि छैन नि त। के गर्नु त अब, बिरामी भए पनि नभए पनि उसलाई त मैले हेर्नु पर्यो, खुवाउनु पर्यो, दिसा पिसाब गराउनु पर्यो। त्यही भएर मन मारेर भए पनि म सबै कुरो गर्छु। अब अरूको श्रीमान होइन, अरूको श्रीमतीहरू श्रीमानसँग घुम्न गएको, रमाएर हिँडेको त्यो देख्दाखेरि त झन् पिरोल्दो होला है तपाईँले। कसले चाहँदैन मेरो श्रीमान उठेर हिँडोस्, घुम्न पाए, सँगै बस्न पाए, धेरै इच्छा हुन्छ नि बिचरालाई। उसलाई पनि त सुत्दा सुत्दा कति दिक्क लाग्दो, अब भन्न पनि सक्दैन मलाई यतापट्टि दुख्यो उता फर्काइदेऊ, त्यो मैले आफैले स्वयं बुझ्नुपर्छ। धेरै मनमा एकदम अनगिन्ती पीडाहरू लुकेको छ। अब त्यो छ नि धेरै आफ्नो आफ्नो कति क्षणहरू छन्, कति याद आउँछ मेरो श्रीमानले मलाई बोलाएको, घुमाएको, अब सपनाहरू देखाएको धेरै याद आउँछ नि। तर मसँग त्यो सहनु र लुकाउनु भन्दा विकल्प अरू केही छैन। टिका लगाउनु भएको छ, आज त्यस्तो केही विशेष थियो? हजुर, मेरो आज व्रत हो, सोमबारको व्रत म उहाँको लागि बस्छु। भगवानप्रति पनि मलाई आस्था छ, भन्छु हे भगवान हे प्रभु मेरो श्रीमानलाई बचाइदिनुहोस्, मेरो सिउँदुको रक्षा गरिदिनुहोस्। अरू मलाई केही चाहेन, भोलि पर्सि उसले उठेर कमाउनु पनि परेन, मलाई बाइकमा घुमाउनु पनि परेन। सिर्फ यो खुर्सीमा बसेर बुढी मलाई भोक लाग्यो, बुढी म यो खान्छु भनिदियोस्, बाँकी जिन्दगी म यत्तिकै कटाउन सक्छु। त्यही भएर मैले आज टिका लाएँ, उहाँलाई पनि लगाइदिएँ। श्रीमानकै लागि तपाईँ व्रत बस्नु भएको भन्न मिल्छ है? हजुर, उहाँकै लागि व्रत बसे हो। एउटा गुरु हुनुहुन्छ, उहाँले मलाई व्रत बस्नुहोस् नानी, तपाईँको श्रीमानको लागि राम्रो हुन्छ भन्नुभयो। विगत 2 महिनाले म व्रत बसिरहेको छु। श्रीमानको लागि व्रत बसेर चाहिँ तपाईँले आफ्नै यो अस्पतालकै कोठामा चाहिँ मन्दिर राख्नु भएको छ है? तपाईँले आफूले स्थापना गरेर पूजा गर्नुहुन्छ दैनिक? हजुर, गर्छु, दैनिक पूजा गर्छु। र सोमबार त म केही खाँदिनँ। त्यस्तै भोक लागेर रिङ्गटा लागेछ भने पानी पिउँछु, चिया पिउँछु, नभए म केही खाँदिनँ। यत्तिकै व्रत बस्छु। मेरो श्रीमान नभए ठिक भइहाल्छन् कि। मान्छेले के भगवान के धामी झाँक्सी त्यस्तोमा विश्वास गर्नु हुँदैन भन्नुहुन्छ अहिलेको पढे लेखाकोहरूले। तर यदि भगवान छन् भने विश्वास गर्नुपर्छ। म त्यही, मलाई आस्था चाहिँ एकदमै आस्था छ। अलिकति अब चोटमाथि झन् चोट पुग्न सक्छ। अब हामीले प्रश्नहरू गर्दै गर्दाखेरि पनि अब हामी लगभग अन्तिममा छौँ। देश विदेशमा रहनुहुने दर्शक महानुभावहरूले थोरै थोरै सहयोग गरेर चाहिँ जुन अब उहाँको चाहिँ उपचारमा चाहिँ केही सहयोग पुगोस्, राम्रो होस्, उहाँ चाहिँ फेरि पनि पहिलाकै अवस्थामा रहेर चाहिँ श्रीमान श्रीमती सँगै हिँडेको देख्न पाऊँ भन्ने सबैको चाहना छ। राम्रो होस् र अब यसरी नै श्रीमानको ख्याल गर्दै जानु होला। अब कतिपय अब कमेन्टहरूमा हामीले धेरै थोरै नराम्रो पनि देख्न सक्छौँ, जुन पैसाको लागि अथवा अलिकति केही समयपछि चाहिँ अवश्य पनि छोड्छ भन्ने जस्ता कुराहरू पनि अब हामीले देख्न सक्छौँ होइन? त्यो त अब भन्नेले जेसुकै भनिरहन्छन्, तर आफ्नो कर्म गर्न चाहिँ छोड्नुहुन्न भन्ने अब हामीलाई पनि लाग्छ। अन्तिममा देश विदेशमा रहनुहुने दर्शक महानुभावहरूले तपाईँलाई एकसाथ हेर्दै हुनुहुन्छ, यदि म सहयोग गर्छु भन्नुभयो भने चाहिँ तपाईँलाई कसरी सहयोग गर्न सकिन्छ? हजुर, सबैलाई मेरो नमस्कार। देश विदेश हरेक यो नेपालको जुनसुकै कुनामा मलाई हेरिराख्नु भएको सबैलाई मेरो नमस्कार गर्न चाहन्छु। मेरो कृष्णको तर्फबाट पनि नमस्कार छ। म दुखीलाई हेरिदिनु होला, मलाई मेरो श्रीमान बचाउनु छ। जतिसुकै गाह्रो होस्,
उहाँलाई पनि बाँच्ने रहर छ, संसार हेर्ने रहर छ। तपाईँहरूलाई म 2 हात जोडी बिन्ती गर्छु, बचाइदिनुहोस्। जसले जे सक्नुहुन्छ हेल्प गरिदिनु होला। मलाई सहयोग गर्न चाहनुहुनेले स्क्रिनमा दिएको नम्बर ई-सेवामा र बैंक एकाउन्टमा मलाई राखेर सहयोग गर्न सक्नुहुन्छ। तपाईँहरूको सानो सहयोगले यदि मेरो श्रीमानको सास अड्डिन्छ र उहाँ फेरि पुनः बाँच्न सक्नुहुन्छ भने प्लिज सकेसम्मको सहयोग गरिदिनु होला।